यो भाइले धामी हाल्नु यता कुनै छ कि फेरि बल त एकदम उत्कृष्ट शट प्रहार गर्दै नोमी बर्दर्सका खेलाडी साथीहरूले आफ्नो खाता खोलिसक्नु भएको छ भने बस्दैले 0 नोमी बर्दर्स 1 बस्दैले 0 एकदमै उत्कृष्ट प्रयास थियो बल कट्न असफल रह्यो जसको फाइदा नोमी बर्दर्सले आफ्नो खातामा रहेको 1 अङ्कलाई परिणत गर्दै 2 पुर्याउन सफल भएको छ भने बस्दैले 0-2-0 एकदमै उत्कृष्ट फिनिसिङ खेल्दै बस्दैले पनि आफ्नो खाता खोल्न सफल भइसकेको छ भने बस्दैले 1 नोमी बर्दर्स 2-1-2 यो अब निकालेर राख्नु हुँदैन भन्दा नराख्नु आज गर्नु अब अनि मेडल पनि खेल्यो मेडल सेडल सब राख्नु हुन्छ मेडल त फेरि माथि गएर लिएर आउनु त राख्नु सब राख्नु एकछिन क्याम्प हेर्न धेरै भयो सबै भएको त कुरा आएको अलिक त्यो सल्लाह उनको लागि के हो नाम लेखाएको सल्लाह त्यसले सर्ट भएको सबै पुनः नम्बर नोमी बर्दर्सले आफ्नो खातामा रहेको 3 अङ्कलाई परिणत गर्दै 4 पुर्याउन सफल भएको छ भने बस्दैले 2-4-2 निर्णय अनुसार बल नोमी बर्दर्सले आफ्नो खातामा रहेको 4 अङ्कलाई परिणत गर्दै 5 पुर्याउन सफल भएको छ भने बस्दैले 2-5-2 एकदम उत्कृष्ट शट थियो दुर्भाग्यवश बल आउट हुन पुग्यो जसको फाइदा नोमी बर्दर्सले आफ्नो खातामा रहेको 5 अङ्कलाई परिणत गर्दै 6 पुर्याउन सफल भएको छ भने बस्दैले 2-6-2 मलाई के थाहा साधनले ल्याएको एकदम उत्कृष्ट थियो दुर्भाग्यवश बल आउट हुन पुग्यो पुनः फाइदा नोमी बर्दर्सले आफ्नो खातामा रहेको 6 अङ्कलाई परिणत गर्दै 7 पुर्याउन सफल भयो भने बस्दैले 2-7-2 एकदमै राम्रो प्रयास थियो तर बल कट्न सफल भयो जसको फाइदा बस्दैले आफ्नो खातामा रहेको 2 अङ्कलाई परिणत गर्दै 3 पुर्याउन सफल भएको छ भने नोमी बर्दर्स 7-3-7 उत्कृष्ट ब्लक गर्दै पुनः नम्बर बस्दैले आफ्नो खातामा रहेको 3 अङ्कलाई परिणत गर्दै 4 पुर्याउन सफल भएको छ भने नोमी बर्दर्स 7 बस्दैले 3 नोमी बर्दर्स 7 उत्कृष्ट शट प्रहार गर्दै पुनः नम्बर बस्दैले आफ्नो खातामा रहेको 4 अङ्कलाई परिणत गर्दै 5 पुर्याउन सफल भएको छ भने नोमी बर्दर्स 7-5-7 एकदमै उत्कृष्ट प्रयास थियो बल कट्न सफल रह्यो जसको फाइदा बस्दैले आफ्नो खातामा रहेको 5 अङ्कलाई परिणत गर्दै 6 पुर्याउन सफल भएको छ भने नोमी बर्दर्स 7-6-7 एकदमै उत्कृष्ट प्रहार थियो तर बल कट्न सफल रह्यो जसको फाइदा
बस्सेरीले आफ्नो खातामा रहेको नम्बर 6 अङ्कलाई परिणत गर्दै 7 पुर्याउन सफल भएको छ भने नोमी बर्दर 7 बराबर पुनः उत्कृष्ट शट प्रहार गर्दै बस्सेरीले आफ्नो खातामा रहेको 7 अङ्कलाई परिणत गर्दै 8 पुर्याउन सफल भएको छ भने नोमी बर्दर 7 तो देखेना क्या बे एकदम उत्कृष्ट प्रयास थियो तर बल कट्न असफल भयो जसको फाइदा नोमी ब्रदर्सले आफ्नो खातामा रहेको 7 अङ्कलाई परिणत गर्दै 8 पुर्याउन सफल भएको छ भने बस्सेरी 8 इक्वेल फेरि पनि एकदमै उत्कृष्ट प्रयास थियो तर बल कट्न असफल रह्यो जसको फाइदा नोमी ब्रदर्सले आफ्नो खातामा रहेको 8 अङ्कलाई परिणत गर्दै 9 पुर्याउन सफल भएको छ भने बस्सेरी 8 1 अङ्कले नोमी ब्रदर्सले अग्रता लिइरहेको छ एकदमै उत्कृष्ट शट प्रहार गर्दै बस्सेरीले पनि आफ्नो खातामा रहेको 8 अङ्कलाई परिणत गर्दै 9 पुर्याउन सफल भएको छ भने नोमी ब्रदर्स 9 बराबर एकदमै उत्कृष्ट ब्लक गर्दै पुनः नम्बर बस्सेरीले आफ्नो खातामा रहेको 9 अङ्कलाई परिणत गर्दै 10 पुर्याउन सफल भएको छ भने नोमी ब्रदर्स 9 नम्बर नोमी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 9 अङ्कलाई परिणत गर्दै 10 पुर्याउन सफल भएको छ भने बस्सेरी 10 बराबर बस्सेरीका खेलाडी साथीहरूले उत्कृष्ट शट प्रहार गर्दै आफ्नो खातामा रहेको 10 अङ्कलाई परिणत गर्दै 11 पुर्याउन सफल हुनुभएको छ भने नोमी ब्रदर्स 11 खेल मैदानमा खेल एकदमै प्रतिस्पर्धात्मक चलिरहेको छ एकदम राम्रो शटका साथसाथै बस्सेरीका खेलाडी साथीहरूले आफ्नो खातामा रहेको 11 अङ्कलाई परिणत गर्दै 12 पुर्याइसक्नु भएको छ भने नोमी ब्रदर्स 12 एकदमै उत्कृष्ट शट प्रहार गर्दै नोमी ब्रदर्सका खेलाडी साथीहरूले पनि आफ्नो खातामा रहेको 10 अङ्कलाई परिणत गर्दै 11 पुर्याइसक्नु भएको छ भने बस्सेरी 11 एकदम राम्रो शट थियो उस्तै उत्कृष्ट ब्लक जसको फाइदा नोमी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 11 अङ्कलाई परिणत गर्दै 12 पुर्याउन सफल भएको छ भने बस्सेरी 12 बराबर उत्कृष्ट एकदमै राम्रो शट प्रहार गर्नु भएको थियो दुर्भाग्य बस बल आउट हुन पुग्यो जसको फाइदा नोमी ब्रदर्सले आफ्नो खातामा रहेको 12 अङ्कलाई परिणत गर्दै 13 पुर्याइसक्नु भएको छ भने बस्सेरी 13 इक्वेल कृपया दर्शक श्रोता खेलाडी साथीहरूले आफ्नो अनुशासनलाई पनि मध्यनजर गर्दै खेलिदिनु होला यस खेलमा आइपर्ने समस्याको समाधान एमपिएलजीले गर्नुहुनेछ र एमपिएलजीको निर्णय नै अन्तिम निर्णय हुनेछ पुनः नम्बर बस्सेरीले आफ्नो खातामा रहेको 13 अङ्कलाई परिणत गर्दै 14 पुर्याउन सफल हुनुभएको छ भने नोमी ब्रदर्स 14 एकदमै राम्रो थियो
तर बल आउट हुन पुग्यो जसको फाइदा बस्सेनीले आफ्नो खातामा रहेको 14 अङ्कलाई परिणत गर्दै 15 पुर्याउन सफल भएको छ भने नौमी बर्दर्स 13 बल भित्र आएको कारण बल भएको छ। कृपया आयोजकका साथीहरू बललाई नियन्त्रणमा राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। एकदमै राम्रो खेल देखाउँदै बल नौमी बर्दर्सले आफ्नो खातामा रहेको 13 अङ्कलाई परिणत गर्दै 14 पुर्याउन सफल भएको छ भने 10 अनि 15 14-15 नौमी बर्दर्सले आफ्नो खातामा रहेको 14 अङ्कलाई परिणत गर्दै 15 पुर्याउन सफल भएको छ भने 10 अनि 15 15-15 बराबर। एकदमै उत्कृष्ट प्रयास थियो तर बल कट्न असफल भयो जसको फाइदा बस्सेनीले आफ्नो खातामा रहेको 15 अङ्कलाई परिणत गर्दै 16 पुर्याउन सफल भएको छ भने नौमी बर्दर्स 15 एकदमै उत्कृष्ट शट प्रदर्शन गर्दै नौमी बर्दर्सले आफ्नो खातामा रहेको 15 अङ्कलाई परिणत गर्दै 16 पुर्याउन सफल भएको छ भने बस्सेनी 16 बराबर। बस्सेनीले उत्कृष्ट शट प्रहार गर्दै आफ्नो खातामा रहेको 16 अङ्कलाई परिणत गर्दै 17 पुर्याउन सफल भएको छ भने नौमी बर्दर्स 17 उत्कृष्ट शट प्रहार गर्दै नौमी बर्दर्सले पनि आफ्नो खातामा रहेको 16 अङ्कलाई परिणत गर्दै 17 पुर्याउन सफल भएको छ भने बस्सेनी 17 एक खोल। उत्कृष्ट चेकआउट गर्दै बल नौमी बर्दर्सले आफ्नो खातामा रहेको 17 अङ्कलाई परिणत गर्दै 18 पुर्याउन सफल भएको छ भने 18-17 एकदमै उत्कृष्ट शट प्रहार गर्दै बस्सेनीका खेलाडी साथीहरूले पनि आफ्नो खातामा रहेको 17 अङ्कलाई परिणत गर्दै 18 पुर्याउन सफल हुनुभएको छ भने नौमी बर्दर्स 18 बराबर। उत्कृष्ट शट प्रहार गर्दै नौमी बर्दर्सले आफ्नो हातमा बल पार्न सफल भएको छ। नम्बर रहेको छ नौमी बर्दर्स 19 बस्सेनी 18 एकदमै उत्कृष्ट शट प्रहार गर्दै नम्बर बस्सेनी 19 नौमी बर्दर्स 19 बराबर। टॉयलेट आने क्या उसे कलाप है कलाप छिड़ा देना ला को हेलो एकदमै राम्रो प्रयास थियो तर बल कट्न असफल भयो जसको फाइदा बस्सेनीले आफ्नो खातामा रहेको 19 अङ्कलाई परिणत गर्दै 20 पुर्याउन सफल भएको छ भने नौमी बर्दर्स 19 एकदमै राम्रो प्रयास थियो तर बल कट्न असफल भयो जसको फाइदा बस्सेनीले आफ्नो खातामा रहेको 20 अङ्कलाई परिणत गर्दै 21 पुर्याउन सफल भएको छ भने नौमी बर्दर्स 19 पुनः बल बस्सेनीले आफ्नो खातामा रहेको 21 अङ्कलाई परिणत गर्दै 22 पुर्याउन सफल भएको छ भने नौमी बर्दर्स 19 एकदमै राम्रो शट प्रहार गर्दै
नम्बर नोमी ब्रदर्सले आफ्नो खातामा रहेको 19 अङ्कलाई परिणत गर्दै 20 पुर्याउन सफल भएको छ भने बस्सनी 22 के चाँगो हो र यहाँ चाँगो बेलामा मैले हामी एकदम गराउँ एकदमै राम्रो प्रार्थी हो दुर्भाग्यवश बल आउट हुन पुग्यो जसको फाइदा नोमी ब्रदर्सले आफ्नो खातामा रहेको 20 अङ्कलाई परिणत गर्दै 21 पुर्याउन सफल हुनुभएको छ भने बस्सनी 21 एकदमै राम्रो शट प्रहार गर्दै नोमी ब्रदर्सले पनि खातामा रहेको 21 अङ्कलाई परिणत गर्दै 22 पुर्याउन सफल भएको छ भने बस्सनी 22 बराबर यस्तो गरेछ यस्तो ल्याउने एकदमै उत्कृष्ट शट प्रहार गर्दै बस्सनीले आफ्नो खातामा रहेको 22 अङ्कलाई परिणत गर्दै 23 पुर्याउन सफल भएको छ भने नोमी ब्रदर्स 23 ए त्यो खै यहीको रहेछ आयोजक नोमी ब्रदर्सले पनि उत्कृष्ट शट प्रहार गर्दै आफ्नो खातामा रहेको 22 अङ्कलाई परिणत गर्दै 23 पुर्याउन सफल भएको छ भने बस्सनी 23 इक्वेल उत्कृष्ट फिसिङ खेल्दै बस्सनीले आफ्नो खातामा रहेको 23 अङ्कलाई परिणत गर्दै 24 लास्ट पोइन्ट पुर्याउन सफल भएको छ भने नोमी ब्रदर्स 24 एकदमै उत्कृष्ट शट प्रहार गर्दै बस्सनी खेलाडी साथीहरूले 23 का विरुद्ध 25 ल्याउँदै पहिलो सेट आफ्नो हात पार्न सफल हुनुभएको छ भने अब दोस्रो सेट कसले हात पार्ला हेर्न बाँकी स्थानीय कलाकार बहिनीहरू कृपया खेलाडी साथीहरूलाई पानीको व्यवस्था गरिदिनु होला भोटिङ दियो न हाम्रो टिमलाई भोटिङ एकदमै उत्कृष्ट शट प्रहार गर्दै बस्सनीका खेलाडी साथीहरूले आफ्नो खाता खोल्न सफल हुनुभएको छ भने नोमी ब्रदर्स 0-1-0 एकदमै उत्कृष्ट शट प्रहार गर्दै नोमी ब्रदर्सका खेलाडी साथीहरूले पनि आफ्नो खाता खोल्न सफल हुनुभएको छ भने बस्सनीले पनि आफ्नो खाता खोलिसकेको छ अहिलेसम्मको नम्बरको नतिजा रहेको छ 1-1 गोल एकदमै उत्कृष्ट थियो तर बल आउट हुन पुग्यो जसको फाइदा बस्सनीले आफ्नो एकदमै उत्कृष्ट प्रयास थियो तर बल कट्न असफल भयो जसको फाइदा बस्सनी 2 नोमी ब्रदर्स 2 बराबर अघि तैँले जाने भनेर सोद्धा चाहिँ केही पनि बोलेनस् अघिसम्म आएन अब यही बस एकदमै राम्रो शट थियो उस्तै उत्कृष्ट ब्लक जसको फाइदा बस्सनीले आफ्नो खातामा रहेको 2 अङ्कलाई परिणत गर्दै 3 पुर्याउन सफल भएको छ भने नोमी ब्रदर्स 2-3 तिनीहरू अघि त्यहाँबाट आएको होइन मोटे उचालेर उतातिर लैजाऊ त टेस्टर एकदमै उत्कृष्ट शट प्रहार गर्दै नम्बर बस्सनीले आफ्नो खातामा रहेको 3 अङ्कलाई परिणत गर्दै 4 पुर्याउन सफल भएको छ भने नोमी ब्रदर्स 3-4-3 हजुरको छोरा हो
एकदमै उत्कृष्ट शट प्रहार गर्दै नवी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 3 अङ्कमा 1 अङ्क जोड्दै 4 पुर्याउन सफल भएको छ भने बस्ने 4-4 बराबर। एकदमै उत्कृष्ट थियो तर फल नपुग्यो जसको फाइदा नवी ब्रदर्सले आफ्नो खातामा रहेको 4 अङ्कलाई परिणत गर्दै 5 पुर्याउन सफल भएको छ भने बस्ने 4-7-4 नम्बर बस्नेले पनि आफ्नो खातामा रहेको 4 अङ्कलाई परिणत गर्दै 5 पुर्याउन सफल भएको छ भने नवी ब्रदर्स 5-5 बराबर। पुनः नम्बर बस्नेले आफ्नो खातामा रहेको 5 अङ्कलाई परिणत गर्दै 6 पुर्याउन सफल भएको छ भने नवी ब्रदर्स 5-6-5 दिपेश दाइहरु त बेबाटै आएको हो क्या हो कि नम्बर नवी ब्रदर्सले आफ्नो खातामा रहेको 5 अङ्कलाई परिणत गर्दै 6 पुर्याउन सफल भएको छ भने बस्ने 6-6 बराबर। एकदमै उत्कृष्ट खेल्दै नम्बर बस्नेले आफ्नो खातामा रहेको 6 अङ्कलाई परिणत गर्दै 7 पुर्याउन सफल भएको छ भने नवी ब्रदर्स 6-7-6 पहाडी के पछाडी के छ ला हैन या उसँग कोही नगरको बाकी नै छ ला एकदमै उत्कृष्ट प्रयास थियो तर फल नपुग्यो जसको फाइदा नवी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 6 अङ्कलाई परिणत गर्दै 7 पुर्याउन सफल भएको छ भने बस्ने 7-7 बराबर। एकदमै उत्कृष्ट शट प्रहार गर्दै बस्नेले आफ्नो खातामा रहेको 7 अङ्कलाई परिणत गर्दै 8 पुर्याउन सफल भएको छ भने नवी ब्रदर्स 7-8-7 आज त्यहाँ झ्यालस एन्जिला दिदीको बेच हो नि त हो त्यो उ त दिपेश दाइको त्यहीबाट उठेर आज जस्तो छ हो बे अन्ना शंकरदेवबाट आएर एकदमै राम्रो प्रयास थियो तर बल खट्न सफल भएन जसको फाइदा बस्नेले आफ्नो खातामा रहेको 8 अङ्कलाई परिणत गर्दै 9 पुर्याउन सफल भएको छ भने नवी ब्रदर्स 7-9-7 एकदमै उत्कृष्ट शट प्रहार गर्दै नवी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 7 अङ्कलाई परिणत गर्दै 8 पुर्याउन सफल भएको छ भने बस्ने 9-8-9 पुनः नम्बर नवी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 8 अङ्कलाई परिणत गर्दै 9 पुर्याउन सफल भएको छ भने बस्ने 10-9 चाल एकदमै उत्कृष्ट प्रहार थियो दुर्भाग्यवश बल आउट हुन पुग्यो जसको फाइदा बस्नेले आफ्नो खातामा रहेको 10 अङ्कलाई परिणत गर्दै 11 पुर्याउन सफल भएको छ भने नवी ब्रदर्स 9-11-9 उत्कृष्ट खेल्दै नवी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 9 अङ्कलाई परिणत गर्दै 10 पुर्याउन सफल भएको छ भने बस्ने 10-11 उनीहरूलाई पनि जित्दैन उताको हामी त खेलिसक्यो के मेरो सट्टमा राखेको क्या यिनीहरूलाई मैले उताबाट लिएर आएको हो नगर डाँडाबाट मास्टर सापै हो क्या एकदम उत्कृष्ट खेल्दै बस्नेका खेलाडी साथीहरूले 11 अङ्कमा 1 अङ्क थप्दै 12 पुर्याइसक्नु भएको छ भने नवी ब्रदर्स 10-12-10 नयाँ पेट्रोल पम्प छ नि त्यही फलफुल चोकको एकदमै उत्कृष्ट शट प्रहार गर्दै बस्नेले आफ्नो खातामा रहेको 12 अङ्कलाई परिणत गर्दै 13 पुर्याउन सफल भएको छ भने नवी ब्रदर्स 10-13-10
पहिलो दोस्रो सेटको पहिलो टाइम आउट के को खाना सबै खान पाउने हो उत्कृष्ट प्रयास थियो तर बल कट्न असफल भयो जसको फाइदा ब्रदर्सले पनि आफ्नो खातामा रहेको 10 अङ्कलाई परिणत गर्दै 11 पुर्याउन सफल भएको छ भने बस्ने 13 एकदमै उत्कृष्ट शट प्रहार गर्नुभएको थियो तर बल कट्न असफल भयो जसको फाइदा नवमी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 11 अङ्कलाई परिणत गर्दै 12 पुर्याउन सफल भएको छ भने बस्ने 11 नम्बर बस्नेले आफ्नो खातामा रहेको 13 अङ्कलाई परिणत गर्दै 14 पुर्याउन सफल भएको छ भने नवमी ब्रदर्स 14 हजुरको त फेरि यसो गरेर आएन के यति आयो एकदम उत्कृष्ट प्रयास थियो तर बल कट्न असफल भयो जसको फाइदा बस्नेले आफ्नो खातामा रहेको 14 अङ्कलाई परिणत गर्दै 15 पुर्याउन सफल भएको छ भने नवमी ब्रदर्स 15 उत्कृष्ट शट प्रहार गर्दै नवमी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 12 अङ्कलाई परिणत गर्दै 13 पुर्याउन सफल भएको छ भने बस्ने 13 नम्बर बस्नेले आफ्नो खातामा रहेको 15 अङ्कलाई परिणत गर्दै 16 पुर्याउन सफल हुनुभएको छ भने नवमी ब्रदर्स 13 नम्बर नवमी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 13 अङ्कलाई परिणत गर्दै 14 पुर्याउन सफल भएको छ भने बस्ने 16 ठीक हो सही हो राम्रो हेर्ने छ कि उसले पोजिटिभ बाजे एकदम उत्कृष्ट प्रयास थियो तर बल कट्न असफल भयो जसको फाइदा नवमी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 14 अङ्कलाई परिणत गर्दै 15 पुर्याउन सफल भएको छ भने बस्ने 17 उत्कृष्ट एकदम राम्रो शट थियो उत्कृष्ट ब्लकका कारण फाइदा हुन पुग्यो नवमी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 15 अङ्कलाई परिणत गर्दै 16 पुर्याउन सफल भएको छ भने बस्ने 17 खेल एकदमै प्रतिस्पर्धात्मक चलिरहेको छ यस खेल मैदानमा एकदमै उत्कृष्ट शट प्रहार गर्दै बस्नेका खेलाडी साथीहरूले आफ्नो खातामा रहेको 17 अङ्कलाई परिणत गर्दै 18 पुर्याइसक्नु भएको छ भने नवमी ब्रदर्स 18 एकदमै राम्रो प्रयास थियो तर बल कट्न असफल भयो जसको फाइदा नवमी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 16 अङ्कलाई परिणत गर्दै 17 पुर्याइसकेको छ भने बस्ने 17 घनसिंह एकदमै राम्रो प्रयास थियो दुर्भाग्य बस बल आउट हुन पुग्यो जसको फाइदा नवमी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 17 अङ्कलाई परिणत गर्दै 18 पुर्याइसकेको छ भने बस्ने 18 बराबर एकदमै उत्कृष्ट ब्लक गर्दै नवमी ब्रदर्सले पुनः आफ्नो खातामा रहेको 18 अङ्कलाई परिणत गर्दै 19 पुर्याइसकेको छ भने बस्ने एकदम राम्रो शट थियो उस्तै उत्कृष्ट ब्लक
जसको कारण फाइदा हुन पुग्यो। नोमी ब्रदर्सले आफ्नो खातामा रहेको 19 अङ्कलाई परिणत गर्दै 20 पुर्याइसकेको छ भने बस्ने 18 20 18 खेल एकदमै प्रतिस्पर्धात्मक चलिरहेको छ यस एलएलएम चर्चको खेल मैदानमा। नम्बर बस्नेले पनि आफ्नो खातामा रहेको 18 अङ्कलाई परिणत गर्दै 19 पुर्याइसकेको छ भने नोमी ब्रदर्स 20 एकदम उत्कृष्ट फिसिङ खेल्दै बस्नेले पनि आफ्नो खातामा रहेको 19 अङ्कलाई परिणत गर्दै 20 पुर्याइसकेको छ भने नोमी ब्रदर्स 20 बराबर। एकदमै राम्रो शट प्रहार गर्दै बस्नेले आफ्नो खातामा रहेको 20 अङ्कलाई परिणत गर्दै 21 पुर्याइसकेको छ भने नोमी ब्रदर्स 21-20 एकदमै राम्रो शट प्रहार गर्दै नोमी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 20 अङ्कलाई परिणत गर्दै 21 पुर्याइसकेको छ भने बस्ने 21 बराबर। खेल एकदमै प्रतिस्पर्धात्मक चलिरहेको छ यस एलएलएम चर्चको खेल मैदानमा। एकदम उत्कृष्ट फिसिङ खेल्दै बस्नेले नोमी ब्रदर्सले आफ्नो खातामा रहेको 21 अङ्कलाई परिणत गर्दै 22 पुर्याइसकेको छ भने बस्ने 21 एकदमै उत्कृष्ट शट प्रहार गर्दै बस्नेले पनि आफ्नो खातामा रहेको 21 अङ्कलाई परिणत गर्दै 22 पुर्याइसकेको छ भने नोमी ब्रदर्स 22 इक्वल। कृपया आयोजकका साथीहरू बललाई नियन्त्रणमा राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आयोजकका खेलाडी साथीहरू बललाई नियन्त्रणमा राखिदिनु होला। एकदम उत्कृष्ट फिसिङ खेल्दै नोमी ब्रदर्सले आफ्नो खातामा रहेको 22 अङ्कलाई परिणत गर्दै 23 पुर्याउन सफल भएको छ भने बस्ने 22 एकदम उत्कृष्ट शट प्रहार गर्दै बस्नेले पनि आफ्नो खातामा रहेको 22 अङ्कमा 1 अङ्क जोड्दै 23 पुर्याउन सफल भएको छ भने नोमी ब्रदर्स 23 बराबर। एकदम उत्कृष्ट शट प्रहार गर्दै पुनः बस्नेले आफ्नो खातामा रहेको 23 अङ्कलाई परिणत गर्दै 24 पुर्याइसकेको छ भने नोमी ब्रदर्स 24 एकदम उत्कृष्ट प्रयास थियो तर फल हुन पुग्यो जसको फाइदा नोमी ब्रदर्सले पनि आफ्नो खातामा रहेको 23 अङ्कलाई परिणत गर्दै 24 पुर्याउन सफल भएको छ भने बस्ने 24 बराबर। खेल एकदम प्रतिस्पर्धात्मक चलिरहेको छ यस एलएलएम खेलको खेल मैदानमा। खेलमा आउने हर समस्याको समाधान एम्पायरले गर्नुहुनेछ र एम्पायरको निर्णय नै अन्तिम निर्णय हुनेछ। कृपया खेलाडी साथीहरू आफ्नो अनुशासनलाई पनि मध्यनजर गर्दै खेलिदिनु होला। बाहिरका दर्शकहरू कृपया नबोलिदिनु होला। हामीले गेम हेर्नको लागि एम्पायर लाइन्समेन्स राखेका छौँ, तपाईँहरूको जरुरत छैन, त्यसकारण तपाईँहरू नबोलिदिनु होला। हामीले हेर्छौँ
त्यो कोरियन बोय हो कि त्यही त कोरियन बोय कपाल देखेनस् त्यहाँ भयो राइट छ छोड दे बिटला अहिले हजुरलाई टोपी खस्ने गरी What the heck? जस्तो को खेल सुचारू गरिदिनु र हार्दिक अनुरोध गर्दछु भिडियो देखेन अघि खेलाडी साथीहरूको 24-25 खेल एकदमै प्रतिस्पर्धात्मक रहेको छ कृपया दर्शक श्रोताहरू खेल मैदानभन्दा 2 मिटर बाहिर बसिदिनु हुन विनम्र अनुरोध गर्दछु एकदमै उत्कृष्ट शट प्रहार गर्दै नवी बर्गर्सका खेलाडी साथीहरूले पनि आफ्नो खातामा रहेको 24 अङ्कलाई परिणत गर्दै 25 पुर्याउन सफल हुनुभएको छ भने बक्सरले 25 नवी बर्गर्स 25 इक्वल खेल एकदमै प्रतिस्पर्धात्मक चलिरहेको छ एकदमै राइट साइड रे कृपया दर्शक श्रोताहरूको विरामभन्दा बाहिर बसिदिनु होला अब किन किनेर बिचारा कति झ्याले गरे दुईचोटि हुन्छ है एकचोटि झ्याले तिनीहरूलाई त कसैले नि एकदमै उत्कृष्ट शट तीन सेटमा 2